हेलो गाइज है मेरो न्यू भिडियोमा तपाईहरुलाई स्वागत छ हैन। मैले चाहिँ धेरैजनाले यो युट्युबमा लाइभ स्ट्रिम कसरी गर्ने भनेर सोधेर यो भिडियो बनाउँदैछु म हैन। फर्स्टमा चाहिँ प्ले स्टोरमा जाने, टक्क यहाँनेर अन्देर लाइभ नाउ भन्ने एप्स डाउनलोड गर्ने। लाइभ नाउ लाइभ नाउ भन्ने एप्स डाउनलोड गर्ने। त्यसपछि अनि मेरो चाहिँ अलरेडी डाउनलोड छ है, यो सेकेन्डको हो। मेरो चाहिँ अलरेडी डाउनलोड छ, यसलाई डाउनलोड गर्ने। तपाईहरु डाउनलोड गर्न सक्नुहुन्छ। त्यसपछि टक्क जाने, लाइभ नाउ ओपन। अनि अब यो लाइभ नाउ ओपन भइसकेपछि युट्युबमा बस्ने कि तपाईँ फेसमा बस्ने, टिकटकमा बस्ने हेरेर हैन। अब युट्युबमा बस्यो भने युट्युबमा क्लिक गर्ने, अनि लगइन युट्युब गर्ने। तपाईको आइडी लगइन गर्नुस् यसमा। अनि क्रेडिट इभेन्ट, अब क्रेडिट इभेन्टमा जाने। टाइटल तपाईहरु आफै राख्न सक्नुहुन्छ हैन। के टाइटल राख्ने भने म चाहिँ फर्स्ट टाइम फ्री फायर प्ले लाइभ स्ट्रिम राख्छु हैन। अनि सेकेन्डमा अब डिस्क्रिप्सन लेख्न सक्नुहुन्छ, तपाईहरुले आफुलाई के मन लाग्छ त्यो हैन। अनि त्यसपछि अनि थम्बनेल कस्टमाइज गरेर राख्न सक्नुहुन्छ। अनि त्यसपछि यो थर्डको चाहिँ फर्किट। अब तपाईले बच्चाको लागि कन्टेन्ट बनाउनु भने फर्किटमा, नत्र ठुलोको लागि भने त्यो अन नगर्नुस्। अनि शेड्युल राख्नुस्। अनि पब्लिक प्राइभेट अन लिस्ट, अनि पब्लिकमा थिच्नुस्। त्यसपछि स्क्रिन ब्रोडकास्टमा जानु। त्यसपछि तपाईले यो ठाडोमा राख्ने भने यो ठाडो त्यहाँबाट बनाउने। अनि भिडियो क्वालिटी, अनि यो पनि क्वालिटी नै हो। अनि त्यसपछि अनि भोल्युम कतिको राख्ने, अनि सबै तपाईहरुले यहाँ सेटिङ मिलाउन सक्नुहुन्छ हैन। सबै सेटिङ मिलाइसकेपछि स्टार्ट गर्ने। स्टार्टमा जानुहोस्। अनि त्यसपछि तपाईको यहाँनेर अब अहिले मैले स्क्रिन रेकर्ड गरेर यस्तो देखाओ। तपाईको कुन गेम खेल्ने त्यसमा क्लिक गर्नुस्, अनि ब्याक आउनुस्, अनि सिधै ओपन गर्नुस्। कुन गेम खेल्नुहुन्छ त्यो ओपन गर्नुस्, अनि खेल्नुस्। तपाईको त्यो चाहिँ लाइभ भइरा हुन्छ युट्युबमा। अनि त्यसपछि खेलिसकेपछि चाहिँ अब क्लोज गर्ने बेला यो हटाउनुस्। अनि त्यसपछि यहाँ गएर पज गर्नुपर्छ।